घर पनि छ, माथिल्लो घर पनि छ, तल्लो घर पनि छ। सबै कुनै पनि भएको हुनाले अन्य जातिसँग त्यति साह्रो घुलमिल नभएको कारणले गर्दा त्यति साह्रो समाजको आवश्यकता, जातको महत्त्व त्यति साह्रो फिलिङ हुँदैन, महसुस हुँदैन। तर जब हामी बसाइसराई गरेर अन्य सहरी क्षेत्रहरूमा बसाइसकेर गएपछि यहाँ विभिन्न जातसँग प्रतिस्पर्धा गर्नुपर्ने, विभिन्न जातहरूसँग घुलमिल हुँदै जाँदा हामीले महसुस के गर्यौँ भने आफ्नो पहिचान भन्ने कुरा त यति महत्त्व रहेछ। आफ्नो पहिचान भएन भने, आफ्नो जातीय अस्तित्व भएन भने, आफ्नो जातीय समाज भएन भने अरूले हेप्दो रहेछन् यो के जात हो, सानो जात हो कि कहाँबाट आएको हो, यी आदि विभिन्न प्रश्नहरूले हामीमाथि रहने भएको हुँदा हामीले आफ्नो जातीय अस्तित्व हुनुपर्दो रहेछ भन्ने आभास हामीले गर्यौँ। त्यसकारणले विभिन्न नीति र तिथिहरूमा विभिन्न क्षेत्रमा सङ्घ संस्थाहरू उत्पन्न हुँदै गए। यही क्रममा तपाईँको सामाजिक जातीय सङ्घ संस्था सँगसँगै पहिचानको कुरा उठ्यो। नेपालमा एउटा पहिचानको मुद्दाले लहर ल्यायो। पहिचानको मुद्दा नेपालमा एउटा राष्ट्रव्यापी रूपमा सुरु भयो। हरेकले आफ्नो पहिचान स्थापित गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू आन्दोलित हुन थाले। यसै क्रममा हामी कुन जाति पनि चुप लागेर बस्न सकेनौँ। त्यसकारण हामी विभिन्न क्षेत्रमा, विभिन्न जिल्लामा विभिन्न नामले सङ्घ संस्थाहरू सञ्चालन गरे पनि एउटा केन्द्रीय स्तरको संस्थाको आवश्यकता छ भन्ने महसुसका साथमा हामीले 2063 साल मार्च 15 गते राजकुमारी गर्बुजा पुन्जुको अध्यक्षतामा पुन समाज नेपाल 2063 स्थापना गर्यो। त्योभन्दा पहिला 2053 सालमा लेप्चेन खाका पाण्डे पुन्जुको अध्यक्षतामा पुन समाज पोखरा स्थापना भएको थियो भने चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, बालोमा समेत विभिन्न नामले विभिन्न समय र कालखण्डमा पुन समाजहरू स्थापना भइरहेकै थिए। ती सम्पूर्ण जिल्लाका 56 संस्थाहरूलाई एकीकृत गरेर केन्द्रीकृत गर्ने उद्देश्यले पुन समाज नेपाल 2063 स्थापना भएपछि हामीले पुन समाज नेपालको छाता सङ्गठनबाट रहेर यी कामहरू हामी अगाडि बढाउँदै आइरहेका थियौँ। यसै क्रममा नेपालमा पहिचानको मुद्दा सुरु हुँदा 2063 सालमा आदिवासी जनजातिको लहर सुरु भयो। हरेक जातले आदिवासी जनजातिको मुद्दा उठाउन थालेपछि पुन समाज नेपालले पनि 2063 सालमा आदिवासी जनजातिमा स्वीकृत गरिपाऊँ भनी हामीले निवेदन पेश गर्यौँ नेपाल सरकार समक्ष। तर यसै सन्दर्भमा कुन जातिलाई जातीय रूपमा मान्यता दिनु हुँदैन, नेपाल राष्ट्रिय तथ्याङ्क विभागमा तथ्याङ्कित गर्नु हुँदैन भन्ने तत्त्वहरू नेपाल मगर सङ्घ लगायत कुन मगर समाज नेपाल जो जसलाई हामी मगर भनेर गर्व गर्ने गर्दछौँ भन्ने कुन साथीहरूबाट ठुलो रूपमा नेपाल सरकारलाई समेत तथ्याङ्क विभागलाई समेत दबाब दिन थालियो। हामीले हाम्रो जातिको कुन भाषाको सन्दर्भमा अध्ययन गर्न विभिन्न विज्ञहरूलाई अगाडि सार्यौँ। तर विज्ञहरूलाई समेत फोनमा टेलिफोनहरूबाट धम्की दिन थालियो, गाली गलौज गर्न थालियो। हाम्रा केन्द्रीय पदाधिकारी साथीहरूलाई टेलिफोनमा
तर्फबाट भौतिक कारबाही गर्ने धम्की समेत आयो। तथ्याङ्क विभागमा चाहिँ तपाईँको विभिन्न पट्टी गाउँमा पट्टी बाँधेका समूहहरूले घेराबन्दीहरू गरे। जबरजस्ती प्रधानमन्त्री प्रचण्डको पालामा चाहिँ तपाईँको मगर कार्यक्रममा उहाँले बोलाएर जबरजस्ती तथ्याङ्क खारेज गर्ने सम्मका चाहिँ तपाईँको अभिव्यक्तिहरू दिन बाध्य बनाइयो। यसै क्रममा यी विभिन्न खालका द्विपक्षीय समस्याहरू द्विपक्षीय द्वन्द पर्खिरहेको अवस्थामा तथ्याङ्क विभागले नेपाल मगर सङ्घको 3 जना र कुन समाज नेपालको 3 जना पदाधिकारी अथवा प्रतिनिधिलाई बोलाएर वार्तामा बोलाइयो। हाम्रो तर्फबाट कुन समाज नेपालको अध्यक्ष श्री भीमबहादुर फलामी, महासचिव म र सदस्य हरकुमार पुन गयो भने उहाँहरूको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र पुन, त्यसै गरेर चाहिँ वरिष्ठ महासचिव उपमहासचिव खेमगरुडा पुन र एकजना थापा मगर समथिङ नाम भएका थापा 3 जना आउनुभयो र वार्ता भयो। त्यो वार्तामा अन्तर्वार्तामा नेपाल सरकारले राखेका सिधा क्वेसन र सिधा उत्तर उहाँले एउटा उत्तरको पनि चित्तबुद्ध उत्तर चाहिँ प्रश्नको उत्तर दिन सक्नु भएन। र हामीसँग भएका तथ्य र प्रमाणलाई हामीले चोइसको रूपमा झुक्काका साथमा पेश गर्दै गयौँ। अन्तमा गएर सोधिएका प्रश्नहरूको जवाब पनि दिन नसकेपछि अध्यक्षज्यू समेत वार्ताबाट बाहिरिनु भएको थियो र त्यसपछि त्यो वार्ता झन्डै 2 घण्टाको वार्ता समापन भयो र हामी पनि घर फर्क्यौँ। त्यसको केही समयपछि तथ्याङ्क विभागले 142 वटा जातिको नेपालमा 142 वटा जातिको तथ्याङ्क सार्वजनिक गर्यो र यो तथ्याङ्कमा जनसङ्ख्याको हिसाबले 90औं स्थानमा हामी कुन जाति पनि सूचीकृत भयो। यो राष्ट्रिय तथ्याङ्कको कपी हो। त्यसपछि जब 142 वटा जात भइसकेपछि अब 142 वटा जात के हुन् त? कति जात दलितमा पर्दछन्, कति जात अल्पसङ्ख्यकमा पर्दछन्, कति जात मुसलमानमा पर्दछन्, कति जात आर्यन छन्, कति जात सुधार छन्। विभिन्न जातहरूको समूह हुन्छ र 142 वटा जात मध्येमा नेपालको कानुन अनुसार 0.005% भन्दा थोरै जनसङ्ख्या भएको जातिलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्ने प्रावधान अनुसार कुन जाति पनि अल्पसङ्ख्यक जनजातिको अल्पसङ्ख्यक जातिको रूपमा सूचीकृत भई नेपाल सरकारको राजपत्रमा प्रकाशित भएको छ। यो नेपाल सरकारको आधिकारिक राजपत्र हो र यो राजपत्रमा कुन जाति पनि प्रष्ट अल्पसङ्ख्यक जातिको रूपमा सूचीकृत भएका छौँ। यो हाम्रो दोस्रो उपलब्धि हो। अब रह्यो कुरो नेपालको 142 वटा जाति मध्ये कुन जाति कुन क्षेत्रमा कति बसोबास गर्दछन्, कुन परिस्थिति र स्थितिमा छन् भन्ने कुराको पनि सरकारले सूची बनाउनु पर्ने आवश्यकता हुन्छ। त्यसको सँगसँगै हरेक जातिको नानी समेत नेपाल सरकारले पञ्जीकरण विभागमा दर्ता गर्नुपर्ने हुन्छ र पञ्जीकरण भनेको मान्छे जन्मेपछि जन्म दर्ता, विवाह गरेपछि विवाह दर्ता, मरेपछि मृत्यु दर्ता, उमेर पुगेपछि नागरिकता, विदेश जानको लागि पासपोर्ट, यी आदि जति पनि व्यक्तिगत हरेक व्यक्तिलाई आवश्यक पर्ने सरकारी कागजातहरू जातहरूको एउटा सूची अथवा रेकर्डलाई हामी पञ्जीकरण भन्छौँ। यो नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत पञ्जीकरण केन्द्रीय पञ्जीकरण विभागबाट दर्ता हुन्छ। सोही अनुसार हामी पनि नेपाल सरकारमा गृह मन्त्रालय अनुसारको पञ्जीकरण विभाग केन्द्रीय पञ्जीकरण विभागमा पञ्जीकृत भइसकेका छौँ। यो अन्नपूर्ण गाउँपालिकामा कुन जाति दोस्रो स्थानमा पर्दछन्।
तर वास्तवमा हामी 1 नम्बरमा पर्ने हो। 1 नम्बरमा कसलाई देखाएको छ? मगरलाई देखाएको छ। अन्नपूर्ण गाउँपालिका मगर छैनन्, सबै पुन जाति हो। तर उहाँहरूले मगर देखाएको कारणले 1 नम्बरमा मगर देखाएको छ, 2 नम्बरमा पुन। तर वास्तवमा अन्नपूर्णमा सबै पुन जाति नै हो 1 नम्बरमा। यसै गरी शुक्ला गण्डकी नगरपालिका तनहुँमा पनि 10 नम्बरभित्र पर्दछ पुन जाति। यसै गरी कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका अन्तर्गत पनि 10औं स्थानभित्र पर्दछ। यी आदि रेकर्डहरू हामीसँग छ र म के भन्न चाहन्छु भने यो तथ्याङ्क अहिले हामी नेपाल सरकारको अथवा रेकर्डको आधारमा, तथ्याङ्कको आधारमा, नेपाल मगर सङ्घले दाबी गरेको आधारमा नेपालमा 20 लाख मगर छौँ भन्ने दाबी जो छ, त्यो 20 लाख मगरको कम्तीमा पनि 20% पुनहरूको सङ्ख्याले ओगटेको छ। त्यो 20% सङ्ख्या भनेको पुनहरू सर्लकै चाहिँ पुन जाति लेख्ने हो भने हामी नेपालको 142 वटा जातिमध्ये 25औं स्थानभन्दा भित्र पर्दछौँ। तर हामीलाई अहिलेसम्म मगर जातिमा विलय गराएको